त्यसपछि त पाप पखाल्दै अगाडि बढ्न लागेको। ठाडै उकालो देखेँ मेरा भगवान, फेरि यो के उकालो भनेको। मेरो दर्शन गर्न दुःख छ भन्नुहुन्थ्यो। म दौडिँदै माथि हिँडेँ। गुफा फाँट र भुस्केट मेलासम्म पाप पखाल्दै अगाडि बढ्यौँ। फेरि त्यहाँ जल ग्रहण गरेपछि भगवानको दर्शन गर्न अघि बढ्यौँ मेरा भगवान। सिमसिम पानी साँझ पख अनि ठाडै उकालो, खुट्टा गले, शरीरभरि चिरचिर पसिना आयो। भोकले उस्तै, प्यासले उस्तै, म त सर्लक्कै परेर लडेँ मेरा भगवान। भगवानले यो देख्न नसकेर आफ्ना दूतहरूलाई भोजन र जल दिएर पठाउनु भएको रहेछ। त्यो ग्रहणपछि हामी अघि बढ्यौँ। करिब 2.5 घण्टा भुस्केट मेलाबाट हिँडेपछि पञ्चकुण्ड ताल पुगियो मेरा भगवान। एउटा हात्तीको भोजन ग्रहणपछि अर्को हात्तीको आश्रम गर्न गयौँ। टेन्टभित्र गोला बारुद पड्किएपछि मेरा भगवान भित्र बस्न नसकेर बाहिर निस्केको त। साक्षात् भगवानको नै दर्शन पाइयो। भगवानलाई सम्झिँदै त्यो दिन भगवानकै काखमा विलिन भएँ।